साउथ अफ्रिकन ब्याटर फाफ डुप्लेसिसलाई एनपिएलको दोस्रो सिजनको लागि विराटनगर किङ्सले आफ्नो टिममा अनुमोदन गरेको थियो। यो साइनिङ एनपिएलको इतिहासकै ठूलो मानिएको छ र यो कुराले नेपालभर व्यापक चर्चा पाएको छ। क्रिकेट समर्थकहरूले विराटनगरलाई धन्यवाद भन्दै खुसी व्यक्त गरिरहेका पनि छन्। तर विराटनगरले आफ्नो पहिलो खेल 18 नोभेम्बरमा पोखरासँग खेलिसकेको छ र जित हात पारिसकेको छ भने नोभेम्बर 22 मा काठमाडौँसँग दोस्रो खेल खेल्दैछ। सम्पूर्ण नेपालीले देशमा स्वागत गर्नको लागि फाफलाई कुरिरहेको बेला फाफ भने नेपाल कहिले आउने भनेर टुङ्गो लागेको छैन। फाफ कता छन् त? फाफ यति बेला दुबईको आबुधाबीमा भइरहेको T10 लिग खेल्न व्यस्त छन्। 10 ओभरको उक्त खेलमा उनी भिस्टा राइडर्स भन्ने टिमबाट खेलिरहेका छन्। यो लिगको फाइनल खेल 30 नोभेम्बरमा तोकिएको छ। यसको मतलब उनी खेलेको टिमले राम्रो प्रदर्शन गर्दै गएमा उनी 30 नोभेम्बरसम्म दुबईमै हुनेछन्। अर्थात् फाइनल खेलसम्मको लागि उनी भिस्टा राइडर्स टिममै अनुमोदन भइराख्नेछन्। हालसम्म उक्त टिमले 1 खेल जितेको छ भने 1 खेल हारेको छ। यसरी हेर्दा फाफ विराटनगरको तेस्रो, चौथो र पाँचौं खेलसम्म पनि नआई 6औं खेल अर्थात् डिसेम्बर 3 सम्म चाहिँ नेपाल आउन सक्ने सङ्केत देखिन्छ। डिसेम्बर 3 मा विराटनगरले लुम्बिनीसँग आफ्नो 6औं खेल खेल्दैछ। यदि सुपर 4 मा पुगेर अन्तिमसम्म विराटनगर टिकिराखे हामीले फाफको धेरै खेल हेर्न पाउनेछौँ। अन्यथा फाफले विराटनगरको लागि मात्र 2 खेल खेल्न सक्ने देखिन्छ। तपाईहरुलाई के लाग्छ? अनि यो एनपिएलको सिजन 2 मा तपाईहरुले कुन टिमलाई समर्थन जनाइराख्नु भएको छ? आफ्नो टिमको नाम कमेन्टमा लेख्नु होला। थ्यांक यू।